जय मसी। गुड इभिनिङ, नमस्कार हजुरहरू सम्पूर्णमा। फेरि पनि म आजको यस समयमा आज हजुरहरू माझमा छोटो परमेश्वरको अनुग्रह हो, सायद फेरि म आज आएको छु है। आजको यस भिडियोको शीर्षक चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ है, आज परमेश्वरले हामी मानिसहरूलाई बनाए, तर मानिसहरू कति स्वार्थ छन् भन्ने कुरा आज हामी है, आज हामी बाइबलको वचनले हामीलाई सिकाउँछ है। अनि के भन्दाखेरि परमेश्वरले आज हामीलाई यति सुन्दर शरीर बनाउनु भयो है। अनि परमेश्वरले तपाईँ र हामीलाई अन्त यति साह्रो इम्पोर्टेन्ट कुराहरू आज हामीलाई दिनुभएको छ है। यो कुरा आज हामी जान्दछौँ। मान्छेलाई परमेश्वरले सुन्नुको लागि कान दिनुभयो। हेर्नुहोस् कति असल कुरो कान दिनुभयो, हेर्नको लागि आँखा दिनुभयो, बोल्नुको लागि मुख दिनुभयो, अनि जीवनलाई बाँच्नको लागि, सास फेर्नको लागि नाक बनाइदिनु भयो, अनि विश्वासको लागि परमेश्वरले हामीलाई हाड दिनुभयो है। तर पनि आज मानिसहरू कतिको स्वार्थी अनि व्यर्थ छ है, स्वार्थमा छ भन्दाखेरि चाहिँ आज तपाईँ र हामीलाई बनाउनु भयो, बनाउने परमेश्वरलाई नि आज आज मानिसहरूले विश्वास गर्न छोडे है। अनि मानिसहरूलाई विश्वास गर्न छोडे, मानिसहरूले परमेश्वरमा शङ्का गर्न थाले, अनि परमेश्वरलाई नै परमेश्वरलाई के गर्ने, परमेश्वरदेखि टाढा हुन थाले, अनि परमेश्वरदेखि धेरै ओझेलमा रहे है। अनि आज परमेश्वरले तैपनि परमेश्वरले आज के गर्छ भने, परमेश्वरले आज हामी स्वार्थी भए तापनि, मानिसहरू स्वार्थी भने परमेश्वरले मानिसलाई प्रेम गर्नुभएको छ। परमेश्वरले मानिसहरूलाई चाहिँ के गर्नुभएको छ, पर्खिबस्नु भएको छ। अझै त्यो संसारको त्यो गोरेटो दोबाटोतिर होइन, परमेश्वरले चाहिँ तपाईँ र हामी मानिसहरूलाई चाहिँ स्वर्गमा पर्खेर बस्नुभएको छ। हालेलुया। अनि त्यो स्वर्ग राज्यसम्म जानको लागि चाहिँ, पुग्नको लागि चाहिँ, त्यो परमेश्वर पर्खिरहेको जग्गासम्म पुग्नको लागि तपाईँ र मैले चाहिँ यीशु ख्रीष्ट अनि परमेश्वर पितालाई हामीले चिन्नुपर्छ। हालेलुया। सबैभन्दा असल कुरो अनि त्यो इम्पोर्टेन्ट कुरो चाहिँ त्यहाँ छ है। अझ तपाईँ र हामीले संसारमा रहँदाखेरि, शरीर अनि आत्मामा रहँदाखेरि हामीले परमेश्वरलाई चिन्न सकेन भने, परमेश्वरले जहाँ स्वर्गमा परमेश्वरले हाम्रो लागि हामीलाई कुरेर बस्नुभएको छ, पर्खेर बस्नुभएको छ, हाम्रो त्यो हामीले परमेश्वर अनि यीशु ख्रीष्टलाई चिन्न अनि जान्न सकेन, त्यो कुरो सबै व्यर्थको जाने छ है। त्यो व्यर्थको हुनेछ। अनि तपाईँ र हामीले गर्दै गरेको, तपाईँ र हामी हिँड्दै गरेको जुन इच्छाहरू छ, गर्दै गरेको हाम्रो सोच विचारहरू, सबै कुरा जो व्यर्थ रहनेछ, त्यो संसारमा नै सबै सीमित हुनेछ। जबसम्म तपाईँ र हामीले त्यो स्वर्गीय राज्यको खोजी गर्दैनौँ अनि यीशु ख्रीष्टलाई हामीले चिन्दैनौँ, हाम्रो सबै कुरोहरू चाहिँ सबै सीमित, सबै चाहिँ संसारमा नै सीमित हुनेछ। हाम्रो शरीरमा भएको सबै कुरो, यो शरीर सबै कुरो संसारमा सीमित हुनेछ। मात्र एउटा मात्र जो परमेश्वरले दिनुभएको आत्मा, अनि त्यही आत्मा मात्र स्वर्गमा जानेछ, जो चाहिँ परमेश्वर तपाईँ हाम्रो आत्माको लागि के भइरहेको छ, कुरेर अनि पर्खेर बस्नुभएको छ। अनि त्यो मौका पनि तर तपाईँ हामीले गुमाउन चाहन्छौँ। मानिसले गुमाउन चाहिरहेको छ। त्यो एउटा ती परमेश्वरले दिनुभएको त्यो सुनौलो मौका पनि आज मानिसहरूले गुमाइरहेको कुराहरू हामी पाउँछौँ। हामीमा भएको आत्मा चाहिँ परमेश्वरले दिनुभएको हामीलाई त्यो चाहिँ एउटा के हो, गिफ्ट हो। त्यो कुरो चाहिँ आज परमेश्वरको आत्मा चाहिँ परमेश्वरले हामीलाई प्रेम गरेर, त्यो आत्मा चाहिँ परमेश्वरले तपाईँ र हामीलाई जीवित बनाउनको लागि त्यो आत्मा, परमेश्वरको आत्मा चाहिँ तपाईँ हामीलाई दिनुभएको छ। अनि त्यो तपाईँ र हामीमा दिएको आत्मा चाहिँ परमेश्वरले के गर्नुभएको छ, तपाईँ र हामीलाई चाहिँ पर्खेर बस्नुभएको छ। मेरो छोरा आउँछ, मेरो छोरी आउँछ, मेरो मण्डली आउँछ, मेरो चर्च आउँछ भनेर मेरो स्वर्ग राज्यमा आज के हुन्छ, म आफ्नो परिवारसँग, छोराछोरी परिवारसँग बस्नु पाऊँ भनेर चाहिँ यीशु ख्रीष्टले चाहिँ के गर्नुभएको छ, परमेश्वर पिताले चाहिँ स्वर्ग राज्यमा पर्खी बस्नुभएको छ। अनि आज हामीले संसारमा शरीर अनि आत्मा हुँदाखेरि त्यो परमेश्वर यीशु ख्रीष्टलाई आज जान्न सकेन, चिन्न सकेन भने हाम्रो सबै कुरो चाहिँ के हुनेछ, व्यर्थको रहनेछ। किनभने हाम्रो संसारमा हामी शरीर अनि आत्मामा, संसारमा हामीले जे कुरा, जो धन सम्पत्ति, हामी जतिजना जेसँग लडाइँ गर्दै गरेको, हामी है के को पछि हामी सम्पत्तिको पछाडि कुद्दै गरेको, हामी कसैको कम्पिटिसनमा कुद्दै गरेको, जबको कम्पिटिसनमा कुद्दै गरेको, त्यो सबै कुरो व्यर्थको रहनेछ। त्यो सबै संसारमा सीमित रहनेछ। तर हामीले आज परमेश्वर यीशु ख्रीष्टलाई पछ्याउँदै गरेको त्यो सत्यको बाटो चाहिँ आज तपाईँ र हाम्रो जीवनको स्वर्गसम्म पुग्ने एउटा असल बाटो बनिनेछ। त्यस व्यक्तिले मात्र त्यो स्वर्ग राज्य अनि यीशु ख्रीष्ट कुरेर हाम्रो लागि बस्नुभएको यीशु ख्रीष्टको त्यो जग्गामा नि त्यो स्वर्ग राज्यमा पुग्नेछ। हालेलुया। किनभने बाइबलको वचनले यही भन्छ, यही कुरा हामीलाई सिकाउँदछ। हालेलुया। फेरि पनि बुबालाई धन्यवाद भएको होस् आजको यस वचन सुनाइ पढाइमा
सबलाई अनुग्रह भएको होस्। आज अनुग्रहको समय छ है। अनि परमेश्वरले चाहिँ तपाईँहरूलाई अनुग्रह गर्नेछ अनि जसले विश्वास गर्छ उहाँको आज जीवन परिवर्तन हुन्छ, परिवारहरूमा परिवर्तन हुन्छ। हालेलुया। फेरि पनि हजुर सबलाई जय मसीह अनि गुड नाइट। हालेलुया।